हेलो गाइस, नमस्ते सबैजनालाई। म चाहिँ महेश तिवारी हजुरहरूको प्यारो आज चाहिँ म धेरै दिनपछि एउटा चाहिँ आफैले बोलेर भिडियो बनाऊँ कि भनेर चाहिँ बोलेको। यस्तै त हो, लाइफको रिग्रेटको बारेमा हो गाइज होइन। यस्तै जिन्दगी कस्तो थियो, अहिले कस्तो भयो होइन, गएर आफैमा सो स्याड छु। त्यो भएर गाइज पहिला चाहिँ म पढाइ गर्थेँ। म चाहिँ गाइज अहिले 20 वर्षको भएँ। 20 वर्षको भए अहिले चाहिँ फाइनली हाल इन्डियामा छु। पहिला चाहिँ मेरो लाइफ कस्तो थियो भने अब मैले चाहिँ पढाइ चाहिँ 12 पास गरेको छु। पहिला चाहिँ मेरो लाइफ यस्तै त हो। पहिला अब स्टुडेन्ट लाइफ इज बेस्ट भन्छ होइन। अब पहिला चाहिँ पढ्दाखेरि धेरै शान्त स्वभावको अब होइन, धेरै कुराहरूमा अब आफ्नै जिद्दी गर्ने, आफै मनमानी गर्ने होइन, त्यस्तै हो। बाबाआमासँग पैसा माग्यो, चट्ट भयो, खायो होइन। अहिले चाहिँ म चाहिँ हाल इन्डिया छु गाइज। अहिले चाहिँ आफै कमाउँदा महसुस बेग्लै भइरहेको छ होइन। त्यसले चाहिँ जिन्दगी त्यस्तै हो। पहिला चाहिँ म गाइज होइन, अब आफ्नो आफ्नो ड्रिम हुन्छ नि, पढ्दाखेरिको स्कुलमा कलेजमा पढ्दाखेरिको ड्रिमहरू हुन्छ नि त। मेरो चाहिँ पहिला ड्रिम के छ भने चाहिँ अब लाउरे बन्छु भन्ने थियो होइन। नेपाल आर्मी अब इत्यादि हुन्छ नि त, त्यो चाहिँ बन्छु भन्ने हुन्थ्यो। म चाहिँ धेरै फिटनेस पनि गर्थेँ गाइज पहिला चाहिँ होइन। अब फिटनेस गरेर चाहिँ भिडियोहरू पनि हाल्थेँ, एक्सर्साइज गर्थेँ, धेरै गर्थेँ होइन। अब अहिले चाहिँ कस्तो लाग्छ भने चाहिँ अब पहिलाको जस्तो अहिले बन्न सकिँदैन जस्तो लाग्छ गाइज होइन। अब अफसोस हार मान्दिनँ, म चाहिँ गर्छु होइन। म चाहिँ अब त्यस्तै हो गाइज। पढाइ सढाइ आजकल छोडेको छु। फाइनली चाहिँ बिए पनि गरिसकेँ। बिए गरेर पनि अब अहिले चाहिँ इन्डिया आउनु परिरहेको गाइज। त्यो भएर चाहिँ मलाई अफसोस केही लागेको छैन। जिन्दगी चाहिँ हार मानिँदैन, त्यही नै हो। हार चाहिँ मान्नु हुँदैन होइन। आफूले चाहिँ गर्नुपर्छ जिन्दगीमा सङ्घर्षहरू होइन। म चाहिँ अहिले फाइनली इन्डिया छु। अब चाहिँ 2-4 महिनापछि आज चाहिँ अब असार लागिसक्यो। अब चाहिँ असारको आज चाहिँ 2-3 गते भइसक्यो गाइज। म चाहिँ अब यो असारको महिना र साउन भदौ यो 2-3 महिना चाहिँ बिताउँछु। त्यसपछि चाहिँ असोजमा घर जान्छु गाइज होइन। असोजमा घर जान्छु। असोजमा घर गएपछि चाहिँ यस्तो स्ट्रगल गर्छु कि म होइन, जिन्दगीमा सोच्नै सक्दिनँ होला होइन। यस्तो धेरै स्ट्रगल गर्छु गाइज होइन। पैसा कमाउने अनि अर्को गर्ने मात्रै सबै जीवनमा हुँदैन होइन। अब हरेक कुराहरू हुन्छ, आफ्नो दिमागमा रचेको छु मैले चाहिँ सब। त्यो चाहिँ तपाईँहरूलाई देखाउने छु। म चाहिँ अब 2-3 महिनापछि घर जान्छु। त्यही हो, घर गएपछि अब सबैजना अब आमाहरू आजकल माया पनि लाग्छ, मम्मीको लाग्छ, त्यसपछि बुढीको पनि याद आउँछ होइन। सबैको माया लाग्छ गाइज होइन। अब चाहिँ 2-3 महिनापछि घर जान्छु। त्यो भएर अब 2-3 महिनापछि घर गएपछि चाहिँ एउटा आफ्नो आफ्नो प्लानहरू हुन्छ। त्यो प्लान चाहिँ सक्सेस गर्छु गाइज होइन। तपाईँहरूले चाहिँ हेरिदिनु होला, माया गरिदिनु होला नि। अब त्यस्तै हो। पहिलेको कुराहरू चाहिँ पहिला कस्तो थियो जिन्दगी, अहिले कस्तो छ भन्ने कुराहरूमा चाहिँ सोच्न लाग्ने हो भने चाहिँ गाइज मान्छे डिप्रेसनमा जान्छ जस्तो लाग्छ होइन। त्यो भएर चाहिँ सोच्नै हुँदैन त्यस्ता कुराहरू। म पनि पहिला सोच्थेँ। अब आजकल चाहिँ साथीहरू छन्, त्यही भएर धेरै मोटिभेट गर्छन्। फोन हेऱ्यो, मस्तले गेम खेल्यो, निन्द्रा पनि लाग्छ होइन। काम गरे हुन्छ, दिनमा काम गरेर चाहिँ शरीर थाकिया हुन्छ, त्यो मस्तले सुत्यो, सक्यो होइन। गाइज लेट्स सी मोर भिडियो। ओके गाइज, ल सबैजनाले यो भिडियोलाई सेयर, लाइक, कमेन्ट गरिदिनु होला। ल अर्को भिडियोमा गाइज सबैजनाले चाहिँ माया गरिदिनु होला है त।